कुनै पनि ड्रइङ अथवा स्केचिङहरू गर्दाखेरि चाहिँ नि हामीले पेन्सिललाई पनि कति टाइम चाहिँ गलत टाइपले पक्रिएर हुन्छौँ क्या होइन, जसले चाहिँ हाम्रो ड्रइङहरू अझै खराब हुने होइन। एउटा यसको नै टेक्निक हुन्छ होइन, यसलाई कसरी पक्र्ने स्केचिङहरू गर्दा जसले चाहिँ हामीलाई ओभरअल अब्जर्भेसन गर्न सजिलो होस् है। सो यो भिडियोमा चाहिँ तपाईँहरूलाई म हामीले पेन्सिल कसरी पक्र्ने भन्ने सानो डेमो देखाइदिन्छु है। हामीले हाम्रो सेटअप चाहिँ यस्तो भर्टिकल राख्नु पऱ्यो है, अलिकति भए पनि यस्तो भर्टिकल राख्नु पऱ्यो, जसले चाहिँ हामीलाई पुरै हाम्रो रेफरेन्ससँग हाम्रो ड्रइङ कम्पेयर गर्न सजिलो होस् क्या। ओभरअल हामीले टाउको चाहिँ तल नझुकाउनु परोस् क्या, सिधै हेरेर हामीले चाहिँ कम्पेयर गर्न सकियोस्। अर्को कुरा चाहिँ हामीले मिस्टेक के गर्छौँ भन्दाखेरि हामीले पेन्सिललाई चाहिँ हामीले यसरी पक्रिन्छौँ होइन। यसरी पक्रिँदा चाहिँ फर्स्ट प्रब्लम हामीले डार्क लाइन हामीले बन्छ है, डार्क लाइन अटोमेटिक बनिहाल्छ यसरी। अनि सुरुमा ड्रइङमा स्केचिङमा चाहिँ जहिले पनि हामीले अलिकति लाइट स्केचिङबाट सुरु गर्ने होइन, लाइट लाइनबाट अलिकति हल्का लाइनबाट हामीले बनाउने हो, किनकि हामीले पछि मिस्टेक पनि भएर हुन्छ अनि त्यसलाई हामीले रिफाइन पनि गर्नुपर्ने हुन्छ मेट्न अलिकति हामीलाई सजिलो होस् भनेर होइन। डार्क लाइन भयो भने त्यो मिस्टेक भयो, हामीले मिस्टेक भयो भने पनि हामी त्यो लाइनलाई हामीले पुरै इरेज गर्न सकिँदैन क्या। त्यही भएर हाम्रो कामहरू पनि त्यसले अलिकति फोहोर देखाउँछ है, अलिकति नराम्रो देखाउँछ। त्यही भएर जहिले पनि स्केचिङहरू गर्दाखेरि यसरी ओपन एन्डबाट हामीले स्टार्टिङ गर्ने। यसले चाहिँ हाम्रो यसको चाहिँ फर्स्ट चाहिँ फाइदा के हुन्छ भन्दाखेरि लाइन त यसले हल्का एकदमै सफ्ट लाइन कोरेर हुन्छ, अनि जसले चाहिँ हाम्रो जुन लाइन चाहिँ हामीले पछि करेक्सन गर्न पनि सजिलो हुन्छ होइन। यो अलिक मजाले पनि मेटिन्छ, सजिलै मेटिन्छ है। अनि ओभरअल हामीले यो सब्जेक्टलाई यसरी कम्पेयर पनि गर्न सकिन्छ क्या। अनि यसरी अलिकति गाह्रो हुन्छ भन्दाखेरि यसरी अलिकति गाह्रो हुन्छ भने अर्को तरिकाले नै हामीले गर्न सकिन्छ होइन। अलिकति पेन्सिलले पर पक्र्ने होइन, अनि यो पिङ्की फिङ्गरले यसरी पेपरमा सपोर्ट गरेर यसरी पनि गर्न सकिन्छ है, अलिकति पेन्सिलले टाढो पक्रेर। सो यो चाहिँ एकदम बेस्ट वे हो है पेन्सिललाई पक्र्ने स्केचिङहरू गर्दाखेरि। अब यसरी पनि गर्न सकिन्छ नसकिने होइन, तर यो चाहिँ यो ट्राइपोड ग्रिप चाहिँ कसरी कहाँ युज हुन्छ भनेदेखि जहाँ चाहिँ हामीले कमिसनहरू काम गरेर हुन्छौँ, अलिकति रियलिजममा कामहरू गर्दाखेरि यो हामीले युज गर्ने हो होइन। यसले हामीलाई डिटेल गर्न सजिलो हुन्छ। तर यो चाहिँ स्केचहरू गर्दाखेरि हामीले जहिले पनि हाम्रो फोकस ओभरअल सब्जेक्टलाई क्याप्चर गर्नु हुन्छ नि त, त्यही भएर यसले चाहिँ हामीलाई सजिलो बन्छ क्या यसरी कामहरू गर्नु। सो या थ्याङ्क यू।